हेलो गाइज, हाम्रो हजुरबा चाहिँ दोस्रो पटक उहाँ रुपैडिया गएर फेरि यतिको सम्मको हुनु भएको छ। दोस्रो पटकै रुपैडिया। कसैलाई त्यो रुपैडियाको केही चाहिए, त्यो लोकेसन चाहिएमा हामीलाई सम्पर्क गर्नु होला, कमेन्टमा सम्पर्क गर्नु होला। हामी नम्बर सेन्ड गरिदिन्छौँ सबैजनालाई। यतिको चाहिँ हामी कति धेरै ठाउँमा गयौँ, त्यही पनि नभएको के। कौशल्या हस्पिटल गयौँ, राजस्थान गयौँ, अनि के कहाँ गयौँ गरे, न्युरोमा गयौँ, राजस्थान, इन्डिया, पानीपत गयौँ, दिल्ली गयौँ। नभएर पनि लास्ट पटक हामीले एउटा रुपैडिया खै अब हुन्न। अब हामी त हारै खाइसक्यो थियौँ के, हामी त आशै मार्न छोडिसक्यो थियौँ। अनि फेरि लास्ट पटक गएर चाहिँ हामीले यतिको सन्चो भएको छ। हजुर, टिकटकमा हेरेको है हामीले चाहिँ। अनि एउटा उमा पनि गयौँ, के अरे उहाँ गुरु हुनुहुन्थ्यो त, सीमान्त गुरु, हर्बल टोली पनि गयौँ, लौकाई पनि। खुट्टा चल्थेन, यतिसम्म हिँड्नु भएको छ। पहिला त लट्ठी बोकेर हिँड्नुहुन्थ्यो, अहिले यतिसम्मको भएको छ। दोस्रो पटक जानुभएको है। तेस्रो पटकमा चाहिँ तेस्रो पटक पनि कसैलाई भिडियो चाहिएमा म कमेन्ट गर्नु होला, म फेरि हाल्छु। ल हस्त, धन्यवाद। केही भनिदिनु, के भनिदिनु, भन्नु न केही। अब तेस्रो पटकको के जय फिरोज खान हो। उम्राबाट रुपैडिया बेबार आउने डाक्टरले औषधि दिएर उहाँको औषधिमा यतिको चाहिँ यो माथिसम्म यतिसम्म कसैलाई यो के अरे यो उसको लोकेसन चाहिएकोमा हामीलाई सम्पर्क गर्नु होला। कमेन्ट बक्स खाली छ, त्यहाँ गएर टक्क लेख्नु होला है। ल हस्त, धन्यवाद। कसैको हात खुट्टा दुखेमा यो रुपैडियाको औषधिले सन्चो, च्वाट्ट सन्चो हुन्छ। हात खुट्टा दुखेमा हाम्रो हजुरबालाई बेसरी दुख्थ्यो, सन्चो भयो अहिले चाहिँ। अहिले त दुख्न पनि बन्द भयो भन्नुहुन्छ। पहिला त लट्ठी टेकेर पनि हिँड्नुहुन्थ्यो, अहिले त त्यस्तै पनि हिँड्न सक्नुहुन्छ। कसैको हात खुट्टा दुखेमा कति छिटछिट हिँड्नुहुन्छ। कसैको हात खुट्टा दुखेमा हामीलाई सम्पर्क गर्नु होला। हस्त, धन्यवाद।